साथीहरू ल हेर्नुहोस् है, मेरो छोराहरू कति ज्ञानी छन्, कस्तो मजाले बसेर पढिरहेछन्। यस्तै पढ्दै जानु छोराहरू, ठुलो मान्छे बन्नु है। है भन्ने होइन नि त, हुन्छ मम्मा भन्ने हो। यो मेरो ठुलो छोरा हो साथीहरू, यो मेरो सानो छोरा हो। मेरो छोराहरू अहिले कक्षा 5मा पढ्छन्, पढ्दैछन्। हेरौँ अब 2 महिना बाँकी छ यिनीहरूको रिजल्ट आउन, इक्जाम हुन, त्यसपछि थाहा हुन्छ कतिको मेरो छोराहरूले मिहिनेत गरेका रहेछन् भनेर। ल मेरो छोरा हाँस्यो है, मेरो कुरा सुनेर यिनीलाई हाँसो लाग्यो। ल भनिदेऊ छोराहरू, ल पहिला ठुलो छोरा भनिदेऊ त, के बन्ने पढेर ठुलो मान्छे भएर के बन्ने पछि? भन छोरा, के बन्ने पछि? साइन्टिस्ट बन्ने रे। साइन्टिस्टले अनि यस्तो औँला टोक्छ छोरा? अनि किन औँला टोकेको त? ल सानो छोरा भनिदेऊ, तिमी के बन्ने? डक्टर बन्ने। अनि साइन्टिस्ट र डक्टर बन्नलाई के गर्नुपर्छ थाहा होला नि होइन? के गर्नुपर्छ? विदेश जानुपर्छ। हेर्नुभयो साथीहरू, सानैबाट छोराहरूको यस्तो दिमागमा बसिहाल्यो कि विदेश जानुपर्छ भनेर। ल तपाईँहरू आफै भन्नुहोस् त, विदेश जानुपर्छ र पढ्नलाई? हाम्रो नेपालमा पनि त पढ्न सकिन्छ नि, किन विदेश जाने होइन र? म त पठाउँदैन विदेश, यहीँ घरमै पढ्नु, ठुलो आफ्नै देश नेपालमा बसेर पढ्नुपर्छ। नेपालमा त्यस्तो फ्लेक्सिबिलिटी छैन। छ नि, किन छैन? पढ्ने मान्छेलाई जहाँ पनि हुन्छ, हो कि नै सानो छोरा? हजुर मम्मा, डक्टरहरूको काम त धेरै छन्। सिओ के भन्छ साइन्टिस्ट नेपालमा धेरै छैन। अनि साइन्टिस्ट बनेर के हुन्छ त? पुरै वर्ल्डको ज्ञान थाहा पाउँछ। ए पुरा वर्ल्डको ज्ञान थाहा पाउने रे मेरो छोराले। अनि ठुलो छोरा डाक्टर बनेर के, सानो छोरा डाक्टर बनेर के गर्ने, के गर्ने त? डाक्टर बनेर के गर्ने? सबैको उपचार गर्ने, देशभरिका मानिसहरूको उपचार गर्ने, कसले आवश्यक पर्ने रोग भएपछि उपचार गर्ने। ए ल ल, मेरो छोराहरू डाक्टर र साइन्टिस्ट बन्ने अरे। सुन्नुभयो साथीहरू? औषधि बनाउन मेरो काम हुन्छ। साइन्टिस्टको काम हुन्छ अरे, सुन्नुभयो साथीहरू? ए यस्तो छन् मेरो छोराहरू, देख्नुभयो? ल ल, तिमीलाई जे मन लाग्छ तिम्रो त्यही पढ लेख, ठुलो मान्छे बन है।